हजुरहरू सबैलाई नमस्ते र हजुरहरूलाई फेरि पनि रुपेन लेप्चा ब्लगमा है स्वागत छ। र आज चाहिँ अब धेरै महिना बादमा चाहिँ अब हामी सुँगुर काट्न जाँदैछौँ है, किनभने सुँगुर अब हिजो आज सुँगुरै पाउनु छोडिसक्यो र बेलुका चाहिँ अब त्यहाँबाट सिधै मामाकोमा है सुँगुर काटेर चाहिँ बेलुका मामाकोमा जानेछु र त्यहाँ चाहिँ आज भित्र छ है, त्यहाँ बोलाउनु भएको छ र त्यहाँ अब काम पनि सकिनेछु गएर अब हामी एकैचोटि है तल भेट्ने छौँ है सुँगुर काटेको ठाउँमा। लेप्चाको एउटा पूजाआजा गरिन्छ सालमा एकपल्ट, त्यहाँ चाहिँ सिधै म पित्रामा पनि जानेछु है। अब गाउँघरमा थियो बिहानको कामहरू गर्दा के गर्दा होइन। मर्निङ बास मात्रै भयो त अन्त यता चाहिँ हाम्रो हुनुहुन्छ केलाउने म केला हाल्छु। यहाँ चाहिँ हुनुहुन्छ आजको हाम्रो सुँगुर बनाउने हाम्रो दाजु हुनुहुन्छ। कति किलो जस्तो छ हौ दादा यो? 110 राइट नाङ्छ होला। अब 110 अस्तिको भन्दा चाहिँ सानो ठुलो यो ठुलो। अम्बो हेर्नुहोस्, यो हेमसागा हो कि के हो यो? हेमसाग अरिजिनल चाहिँ होइन यो, क्रसबिट हेमसागा है। 110-15 किलो त रहेछ है यो। यो उठ्नै सक्दैन रहेछ यो। अन्त अम्बो हौ है उठ उठ ल ए ल उठ अम्बो हौ वेट अलि हिँड ल कति साल यो? 1 सालहरू चाहिँ 1 साल भएको छैन है। लु यो सुँगुर चाहिँ 1 साल अलिकति भएको छैन हो। र हामीले अन्दाज गरेको चाहिँ कति केजी भन्नुभयो त? 110 चाहिँ मैले अन्दाज हेर्छु। 110 किलो 110 किलो 110 किलो को चाहिँ हामीले अन्दाज गरेको छु यो सुँगुरलाई है। सेम जग्गामा हो पहिला चोया काटिदिनु भन्ने छ, काटिदिउँ गर्दै भाइले हट्टै गर ल। यो चाहिँ मासु उन्ने चोया आम्बो रेडी, पानी पनि रेडी भएछ त आज। यसो खरानी लाउनुपर्छ होला है। यो चाहिँ सुँगुर पिल्साउने पानी। यसमा अगाडिबाट यताबाट गयो त डिस्प्ले। हिजो सुँगुर त पाउनु छोडिसक्यो नि त, बजारमा त अन्त 400 र 500 रुपियाँ किलो हुन्छ हो। सुँगुर त छोड्दा यो चाहिँ मासु उन्ने। सुँगुर मासु त अहिले त सुँगुर त पाउँदैन गाउँ बस्तीमा। फेरि हाम्रो लेप्चाको पूजा आजा गर्दा फेरि उयो सुँगुरको मासु हुनैपर्छ नि त हो। त्यो भएर यो यति मासले पुग्छ हो। रातो पानी यति पानीले पुग्छ होला, यति पानीले पुग्छ त एक भाँडा पानीले। सुँगुर पिल्साउने पानी पानी खटखटी भएछ। त्यसलाई चाहिँ मारेर कहाँबाट निकाल्नु? यो चाहिँ मासु, यो मासुको भागलाई चाहिँ अब हामीले चाहिँ मजाले उनेर है यो दिनको लागि चाहिँ चोया बास हामीले चोया काटिरहेछौँ।
कतिले त अब अहिले त सोया पनि काट्नु बिर्सिसक्यो है सोया त कहीँ त चलाउँदैन सोयाको काम त छैन अहिले मासु त अस्को सिसामा लानु थाल्यो के को सोयाको डोकोहरू त पहिला हामी सानो हुँदाखेरि डोकोहरू त कम्ती देख्थिन डोकोहरू आजकल बुनेको देख्नु छोड्यो गयो छ गयो गएको छैन है ज्यादा ठुलो भएर होला मर्नु टाइम होइन कि छाला कडा भएर भाला चिप्ट्यो नि यो तङ्बा चाहिँ बेलुका पित्राको लागिलाई बेलुका पूजाको लागिलाई तङ्बा यो चाहिँ एकदम यो गेन कहाँ गयो यो गर्नु यसमा चाहिँ कोदोको जाडा हालिन्छ यसमा है र यसलाई चाहिँ अब तङ्बा भनिन्छ यसलाई लिजु अब सानो सानो सुँगुर त दोरी जानु होला हो मुनि भएछ नि त्यसले मुनि अहिले कम्ती पर्छ नि मुनि भयो बजारमा कति छ 400 रुपियाँ सुक्यो भने पानी खतम गर्नु थाल्नै हुँदैन बैठक त सेलाउनु त्यसरी कहाँ राख्नु हुँदैछ त त्यसो गर्नै हुँदैन एकछिन त्यो हाल्यो हाल्यो त्यो त उम्लिँदै गरेर पानी चाहिन्छ यस्तो गर्छ छोप्दै छोप्दै एक 110 किलोको चाहिँ अन्दाज गरेको हामीले हाम्रो नुम्फास है कति क्लास हो यसपालि 3 गुड राम्रोसँग पढ्नु पानी चाहिँ यसरी पुरा उमाल्नुपर्छ क्या सुँगुर चाहिँ खास त सुँगुरको मासु चाहिँ क्या पानी पिछाएको चाहिँ एकदम राम्रो टेस्टी पनि हुन्छ त्यो आगोले पोलेको हुन्छ नि त्यो मट्टितेल बनाउँछ हो पक्का अब एउटा सिस्टमेटिक ट्रेडिसनल पाराले चाहिँ यसरी गर्नु पऱ्यो यसलाई चाहिँ ट्रेडिसनल पाराले मजाले यो चाहिँ अब पूजाआजा गर्दा पनि चोखो रिदो भयो नि त यो चाहिँ तातो पानीले मजाले उसिनेर सफा गरेर बनाएको यो चाहिँ पक्का गाउँको यस्तो जाडोमा चाहिँ खाने है गाउँकै मकै किनुवा मकै होइन है यो चाहिँ गाउँकै आफ्नो घरमा राखेको मकै है जस्तो मकै त खाइ पनि राख्नु म किनिदिनु अफर आइदिन्छ घरको मकै
उसले हेरिसकेको मन पराइसकेको छ हो भित्र डेस्पोट सबै खिचेर देऊ पठाइदेऊ भनेको डेस्पोट डल्लै भित्र खिचिकन पठाइदिनु भनेको छु कि किन अहिले मलाई कल गरेँ कि भित्र डेस्पोटको फोटो सबै पठाइदेऊ भनेको छु यो फर्स्टको होइन तपाईँको फर्स्टको भनौँ यसलाई चाहिँ मजाले पिल्साएर चाहिँ फर्स्ट चढाउनु पऱ्यो है यसो भन्दैमा हाम्रो दर्शकहरू पनि कतिलाई अब है याद हो भएको हुँदैन रुमको दस्तुरमा चाहिँ अब यसलाई चाहिँ मजाले उयो गरेर चलाएर राइटको पखेटा खुट्टा मुटु कलेजो चाहिँ त्यसको खुवाएर फेरि यसमा लास्टमा फेरि चामल लगाएर चलाउनुहोस् त्यसको अलिक प्रोसेस लाग्छ टाइम लाग्ने चाहिँ फेरि यो फर्स्ट हो यो सेकेन्ड है सेकेन्ड त्यही त सुँगुरको सुप यो फर्स्ट यो सेकेन्ड अब थर्ड चाहिँ होइन त्यो थर्ड यो गरिदिन्छु लेप्चाहरूको पित्राहरू गर्दा चाहिँ तपाईँको अलिकति समय चाहिँ लाग्छ है किनभने जुदो कुरालाई हामीले देखाउनु पर्छ त्यसपछि है त्यसपछि चाहिँ अब है आफ्नो तिनवटा एउटा भएको हुन्छ तिनवटाको अलग अलग हामीले चाहिँ छुट्टा राख्नुपर्ने हुन्छ है हेर्नुहोस् यो फर्स्ट यो सेकेन्ड यो थर्ड झाक्री छिन्छ चाहिँ गयो क्या अलिकति अहिले बोल्यो त्यो बसाइसक्यो गुटुले उसले पो दामी भेटेको थियो नित्यले गर्यो मैले चाहिँ पखेटाहरू निकालिहाल्यो नि त्यो सबै यो चाहिँ भाले फर्स्टको फर्स्टको हो सेकेन्डको सबैको राइट होइन राइट खुट्टा राइट यो भयो राइट पखेटा राइट होइन भरे उसिन्दाखेरि बान्नु भनेको यो अलग अलग बान्नु भनेको फर्स्टकोलाई फर्स्टको भाले त चिनिहाल्छ सेकेन्डको पनि चिन्छ फिला काट्छ नि सिमदुम चिनिहाल्यो भित्र चाहिँ कहिले काट्छ भित्र काट्छ कि हुन्छ उयो सानो बाँधिदिन्छु नि दोरी बाँधिदिन्छु बानेको छ एउटा दुरी यो के हो राख्नु कि हजुर यो चाहिँ लास्टको हो फर्स्टको कुन चाहिँ हो फर्स्टको यो दुईवटा मात्रै छ फर्स्टको यो हो फर्स्टको यो दुईवटा छ यो दुइटै हो यो दुइटै होइन यो दुईवटा भयो ए हजुर यो हो हजुर हो यो मिक्स गर्नु हुँदैन नि फेरि यो छ सेकेन्डको हो ए मलाई याद भयो त्यसो गरेर आगोले पोल्दै हुँदैन आगोले आगोमा पोल्दै हो थर्डको होइन पोल कि त्यही पत्तामा होला यो खोल यही पत्तामा होला यो सेकेन्डको होइन सेकेन्डको उसले अघि त्यो चिम्टा अलग अलग राखेर योमा दिन्छु नि तपाईँलाई त्यो पहिला त्यो पोलिहाल्नु न फर्स्टको त्यो पोल कि त्यहाँ अलग राख हो पहिला हामीले त कसरी भएको थियो है लास्टमा सिधा यो फर्स्टको म लगिदिन्छु यो फर्स्टको सित्रा है फर्स्ट मन्दिरमा चढाउनु पर्ने 7वटा सित्रा हुनुपर्छ सातवटा होइन
यहाँ गुटोको खिच्नु न हौ यहाँ यस्तो एक्सपर्ट तिनवटा कुखुरा त्यो सिउने खै कहाँ त्यो गडर के अनि यो छोक्रा काट्दिनु त बाउ कस्तो बनाएको छ यो फर्स्टको उपेन्द्र ए सुरज दा हात बोलेर नि हेर्नु यस्तो खालको त्यसले हात बोलेर नि हाम्रो मेन हो यो चाहिँ चढाउनै पर्छ यो चाहिँ होइन तिनवटा कुखुराको यो फर्स्टको यो है ठट्कै सेकेन्डको सेकेन्डको यो छैन अब चाहिँ सबै सामान हामीले भित्र पनि लगिसक्यौँ है र भित्र चाहिँ अब मन्दिरमा थानमा चाहिँ यसरी चढाइन्छ हाम्रो बुङथिङ गएको हुनुहुन्छ र यो तोङ्बाभित्र चाहिँ है कोदोको मङ्ची हाल्नुपर्छ र हामी थान चाहिँ अब यसरी सजाउनु पर्ने हुन्छ पहिला र मैले है यो भिडियोहरू बनाउनुको कारण चाहिँ आउँदो जेनेरेसनको है भावी पिँढीहरूले आफ्नो संस्कृति होइन आफ्नो बाजे बोजूले गर्दै आएको यस्तो नबिर्सोस् भनेर चाहिँ मैले यो है तिमी अघि धान थाप्नु अघि आऊ भने क्या त्यो अच्छा हुन्छ हुन्छ भने गाउँदैन त्यसो अघि पत्ता छ कि हेर्नुपर्छ अब तिनवटाको कोइला जस्तो अलिक काटिन्छ भनेर यो चाहिँ यहाँ चाहिन्छ होइन हो aido hum jete kom chete do ai chok pasrong se do aido do bumo samta gidu pulo do aido pa to mo man gen thok na ka sorong jechmi kom chim jete kom te pa thok na ka sorong na ship pung thok na ka puyu na ka moram siungani mangmumu ligul pu go no ka sorong na moram siungani motok siungani ho si moram siung motok siungani mo amu jon asujon pa hinga puyu na rom ka so to pani dabu ka ti le ta pa puyu na ram da puyu mo ngani siungani te ngani aido do अब चाहिँ पूजा पनि सक्यो भयो सासेट हाम्रो चाहिँ मेन प्रसाद चाहिँ अब यही हो है चाहिँ दर्शकबिनहरू तपाईँले हेर्नु सक्नुहुन्छ है मेन प्रसाद यसलाई चाहिँ तोङ्बा भनिन्छ है यसमा चाहिँ यो भित्र चाहिँ कोदोको जाँड हाल्दै चाहिँ अब है यो चाहिँ हाम्रो सुँगुरको सासेट सुँगुरको सासेट आजको पूजा पनि सक्यो है केटाहरू के माया लाग्दो बसेछ हौ म रात परेको जस्तै ल पूजा भाइकोबाट अब पूजा एकदम पूजा समाप्त भएको भन्ने लाग्नु भाइकोबाट आज मजा आयो पूजामा है पूजा पनि सक्यो
यता हाम्रो निम्दा यता हाम्रो योगन भाइ हेलो भन्नुभएको थियो कि उठाइदेऊ भनेर र आजको पूजा पनि है एकदम सफलतापूर्वक सक्यो है आज चाहिँ भातको गले पनि क्या अब खाना खाएर चाहिँ घरतर्फतिर जानेछौँ हामी अब चाहिँ हामी है यहाँ घरबाट चाहिँ अब निस्किनेछौँ है किन उहाँहरूले पुऱ्याउनु जानुपर्ने छ र अब चाहिँ हामी है यहाँबाट चाहिँ पोखरेबुङ जानुपर्ने छ किनभने अक्कुहरू है पुऱ्याउनु जानुपर्ने छ र यहाँबाट जाने चाहिँ योगन भाइ र निम छ है किन हामी उताबाट आउँदा चाहिँ हामी 3 भाइ मात्रै हुन्छ होइन अब एक्लै जानु चाहिँ अब ऱ्याङ्कको बाटोतिर है राति हुँदातिर होइन कोही बेला टायर पम्चर हुन्छ कोही बेला मिसिनहरू चिज है र अब चाहिँ हामी यहाँबाट चाहिँ निस्किनेछौँ है जाउँ ल अब ल जाउँ है Sakdom ada ke jambuling ada ke kuyu semai ada ke mata ciro kop ada kuyu jambul labdom labdasa yuk ada ke kuyu juga cukup dari strong mungkin bapak nama tu lupa perjalanan apa serap nangden kondisi kong kemana pergi so sedikit dong tapong song sar kalau tu khusus putih ke jiwa coklat akhir ada pondok program kala kuyu apa thak bodi cetong bodi kuyu moram tu siu bodi अब चाहिँ हामी है घरबाट निस्किनेछौँ है किनभने हामी यहाँ अक्कुहरूलाई पुऱ्याइराख्नु पर्ने छ है र अब आजको लागि चाहिँ अब हजुरहरूबाट पनि बिदा लिने समय है र हजुरहरू समक्ष आउँदो दिनमा पनि म फेरि नयाँ नयाँ भिडियोहरू लिएर आउनेछु है हजुरहरूले रुपेश हेप्चा भ्लगलाई माया अनि सपोर्ट गरिदिनुहुन्छ भन्ने पूर्ण आशा राख्दै हजुरहरूबाट बिदा लिन चाहन्छु।